सबैमा नमस्कार। आज म योजना लिएर आएको छु। यसमा लिखित तर्फ योजनाबाट सोध्न सकिने सम्भावित भनौँ न प्रश्नहरू कस्ता कस्ता हुन सक्छन् त त्यसबारे छलफल गर्नेछौँ र एकदम लिखितमा लेख्ने ढाँचा पूर्ण रूपमा भनौँ न प्रस्तुतिकरण कसरी हाल्ने र त्यसपछि निष्कर्ष कसरी राख्ने ती कुराहरू र महत्त्वपूर्ण प्रश्नहरूलाई यसमा समावेश पनि गरिएको छ है। र सुरु गरिहालौँ। योजना है, योजना प्लान भन्छौँ नि इङ्ग्लिसमा। के हो त योजना भनेको त? समग्र विकासको खाका के हो त? योजना हो भन्छौँ। समग्र विकासको खाका के हो त? योजना हो। यसलाई स्लोगनको रूपमा राख्न सक्छौँ तपाईँले। त्यस्तै उपलब्ध स्रोत साधनबाट अपेक्षित लक्ष्य उद्देश्य हासिल गराउनको लागि राज्यको आधिकारिक निकायबाट तर्जुमा गरिएको विभिन्न क्रियाकलापको खाका नै के हो त? योजना हो भन्छौँ। उपलब्ध स्रोत साधनबाट अपेक्षित लक्ष्य उद्देश्य हासिल गराउनका लागि राज्यको आधिकारिक निकायबाट तर्जुमा गरिएको विभिन्न क्रियाकलापको खाका नै के हो त? योजना हो भन्छौँ। के गर्ने, कसले गर्ने, कहिले गर्ने, केका लागि गर्ने, कहाँ गर्ने, कति स्रोत साधनमा गर्ने, यी सबै प्रश्नहरूको जवाबको श्रृङ्खला नै के हो त? योजना हो भन्न सक्छौँ हामीले। त्यस्तै योजना लक्ष्यलाई कार्यमा बदल्नका लागि आत्मसात गरिएको प्रतिबद्धता हो भन्छौँ। लक्ष्यलाई कार्यमा बदल्नका लागि आत्मसात गरिएको प्रतिबद्धता नै के हो त? योजना हो भन्छौँ। यसरी परिभाषित गर्न सक्छौँ। त्यसपछि योजनाका विशेषताहरूमा जाँदाखेरि योजना निश्चित समयावधिको लागि तयार गरिएको हुन्छ भन्छौँ। योजना निश्चित समयावधिको लागि तयार गरिएको हुन्छ। यसमा लक्ष्य उद्देश्य र सूचकको स्थापना गरिएको हुन्छ भन्छौँ। योजनामा लक्ष्य उद्देश्य र सूचकको स्थापना गरिएको हुन्छ। प्राथमिकता क्षेत्र तोकिएको हुन्छ भन्छौँ। पहिला कुन काम गर्ने त है, त्यसलाई P1, त्यसपछि कुन गर्ने P2, त्यसपछि कुन गर्ने P3, यसरी प्राथमिकता क्षेत्र तोकिएको हुन्छ। त्यस्तै आधिकारिक निकायबाट तर्जुमा र कार्यान्वयन गरिन्छ भन्छौँ। योजना भनेपछि सबै निकायले होइन, भनेपछि यो कुन निकायबाट गर्ने हो भनेर त्यो फिक्स हुन्छ। आधिकारिक निकायबाट के हुन्छ? तर्जुमा र कार्यान्वयन गरिन्छ। लक्ष्य प्राप्त गर्ने उपयुक्त रणनीतिको विकास र आवश्यक स्रोत साधनको व्यवस्था गरिएको हुन्छ भन्छौँ। यसमा लक्ष्य प्राप्त गर्ने उपयुक्त रणनीतिको विकास र आवश्यक स्रोत साधनको व्यवस्था गरिएको हुन्छ। त्यस्तै सम्भव भएसम्म सबै क्षेत्र समेटिएको हुन्छ, तर मूलत आर्थिक विकासमा जोड दिएको हुन्छ भन्छौँ। कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र पृष्ठपोषणको संस्थागत व्यवस्था गरिएको हुन्छ भन्छौँ है। यो के हो त? योजनाका विशेषताहरू भन्छौँ। त्यस्तै अब अवधारणातर्फ जाउँ। अवधारणा कुरा गर्दाखेरि सबभन्दा पहिले रुसबाट लिन सकिन्छ। रुसलाई सन् 1928मा तत्कालीन भनौँ न सोभियत सङ्घ, हाल भनेर रसिया, रुस भनेर चिन्छौँ, त्यहाँबाट पाप्तिलेका नामक योजना भनौँ न सबभन्दा पहिले ल्याइएको थियो। त्यो पञ्चवर्षीय योजना थियो। त्यहाँबाट नै सुरुवात भएको मानिन्छ। त कहिले त? सन् 1928मा तत्कालीन सोभियत रुसबाट पाप्तिलेका नामक योजनाबाट योजनाबद्ध विकासको सुरुवात भएको पाइन्छ विश्वमा है। अनि नेपालको कुरा गर्दाखेरि नेपालमा त राणा प्रधानमन्त्री जुद्ध शमशेरले विक्रम सम्वत 1992 सालमा एक 20 वर्षीय आर्थिक योजना तर्जुमा गर्ने घोषणा गरेका थिए। घोषणामै सीमित हुन पुगे भन्छौँ। विक्रम सम्वत 1996मा 14 वर्षीय दीर्घकालीन योजना तर्जुमा गर्न राष्ट्रिय योजना समितिको गठन गरिएको थियो त्यतिखेर है। विक्रम सम्वत 2005मा फेरि राणा प्रधानमन्त्री मोहन शमशेरको समयमा 15 वर्षीय योजना तर्जुमा गर्ने उद्देश्यले एक योजना आयोग समेत गठन गरिएको थियो, तर व्यवहारमा लागू हुन नसकी कागजमा मात्र सीमित रहन पुग्यो है। त्यसपछि विक्रम सम्वत 2008 साल माघ 2 गते योजना विकास मन्त्रालयको स्थापना भएको भन्छौँ। विक्रम सम्वत 2008 माघ 2 गते योजना विकास मन्त्रालयको स्थापना भएको है। त्यसपछि आएर योजनाबद्ध विकासको कुरा गर्दाखेरि विक्रम सम्वत 2013 सालमा कार्यकारी निर्णयबाट भनौँ न कार्यकारी निर्णयबाट प्रधानमन्त्रीको अध्यक्षतामा योजना आयोगको स्थापना भई योजनाबद्ध विकासको सुरुवात भएको हुन्छ। विक्रम सम्वत 2013 सालमा कार्यकारी निर्णयबाट प्रधानमन्त्रीको अध्यक्षतामा योजना आयोगको स्थापना भई योजनाबद्ध विकासको सुरुवात भएको हुन्छ। त्यसपछि विक्रम सम्वत 2025मा राष्ट्रिय योजना आयोगको गठन भएको भन्छौँ है। राष्ट्रिय योजना आयोगको गठन भयो र हालसम्म 15वटा आवधिक योजना सम्पन्न भई 16 योजना भन्छौँ 2081 to 82 देखि 2085-86 यो भनौँ न 16 योजना कार्यान्वयन रहेको छ भन्छौँ। हालसम्म 15वटा आवधिक योजनामध्ये दोस्रो र 11औँदेखि 14 4वटा भयो, एक 5वटा भयो। 5वटा त्रिवर्षीय र बाँकी सबै के छ त 10 वर्ष यो भनौँ न बाँकी 5वटा कतिवटा भयो त
5वटा त्रिवर्षीय र बाँकी 10वटा पञ्चवर्षीय योजना रहेको छ भन्छौँ। र 16 योजना पनि कुन हो त भनेपछि पञ्चवर्षीय योजना हो भन्छौँ। हाल चालु योजना पनि कुन हो त पञ्चवर्षीय योजना हो भन्छौँ। नेपालको योजनाबद्ध विकास क्रममा हालसम्म 2 पटक तथा 3 आर्थिक वर्षमा प्लान होलिडे भएको छ। नेपालको योजनाबद्ध विकास क्रममा हालसम्म 2 पटक तथा 3 आर्थिक वर्षमा प्लान होलिडे भएको छ, जसमा पहिलो पटक आर्थिक वर्ष 2018-19 मा तथा दोस्रो पटक आर्थिक वर्ष 2047-48 र आर्थिक वर्ष 2048-49 मा प्लान होलिडे भएको थियो भन्छ है। त्यसपछि योजना विरामको कुरातर्फ जाउँ। योजना विराम भने के हो त भनेपछि योजनाबद्ध विकासको निरन्तरताको क्रम भङ्ग भएको समय योजना विराम हो भन्छौँ। योजनाबद्ध विकासको निरन्तरताको क्रम भङ्ग भएको समय के हो त योजना विराम हो भन्छौँ। 2 आवधिक योजना अवधिको बीचमा खाली रहेको अवधि वा योजना समावेश नभएको समयलाई योजना विराम भनिन्छ भन्छौँ। 2 आवधिक योजना अवधिको बीचमा खाली रहेको अवधि वा योजना समावेश नभएको समयलाई योजना विराम भनिन्छ। अर्थात् योजनाविहीन वर्षलाई प्लान होलिडे भनिन्छ। सामान्य परिस्थितिमा प्लान होलिडे हुँदैन। प्लान होलिडे हुन कुनै पनि राष्ट्रको समष्टिगत आर्थिक तथा सामाजिक विकासको दृष्टिकोणले राम्रो कुरा होइन भन्छौँ। त्यस्तै मूलतः योजनाको समीक्षा गर्ने सवालमा वा अन्य राजनीतिक प्राविधिक आदि कारणले यस्तो अवस्थाको सिर्जना हुने गर्दछ भन्छौँ। नेपालको योजनाबद्ध विकास क्रममा हालसम्म 2 पटक तथा आर्थिक वर्षमा भनौँ न 3 आर्थिक वर्षमा प्लान होलिडे भएको छ, जसमा पहिलो पटक आर्थिक वर्ष 2018-19 मा तथा दोस्रो पटक आर्थिक वर्ष 2047-48 र आर्थिक वर्ष 2048-49 मा प्लान होलिडे भएको थियो भन्छौँ। अन्त्यमा के भन्न सक्छौँ भने खास गरी ठुलो राजनीतिक परिवर्तनपछि अर्थतन्त्रको स्वरूप नै परिवर्तन हुने गर्दछ। यस्तो अवस्थामा नयाँ अर्थव्यवस्था अनुसार योजना बनाउन समय लाग्ने हुँदा सुरुका वर्षमा कुनै योजना बन्न सक्दैन र योजना विरामको अवस्था सिर्जना हुन जान्छ भन्छौँ। अब जो योजनाको आवश्यकता तथा महत्त्वहरूतर्फ जाउँ। पहिलो हेर्दाखेरि स्रोत साधनहरूको अधिकतम उपयोग गर्न भन्छौँ। जति पनि स्रोत साधनहरू छन् प्लान गरेर गऱ्यो भने के हुन्छ भनेपछि यो अधिकतम उपयोग गर्न सकिन्छ भन्छौँ। त्यसकारण स्रोत साधनहरूको अधिकतम उपयोग गर्न भन्छौँ। अर्को समग्र देशको सन्तुलित विकास गर्न भन्छौँ पनि योजना चाहिन्छ भन्छौँ। त्यस्तै रोजगारी सृजना गरी गरिबी घटाउन भन्छौँ। राष्ट्रिय आयमा वृद्धि गर्न, आर्थिक वृद्धि गरी आर्थिक स्थिरता कायम गर्न, औद्योगिकरणको पूर्ण रूपमा विकास गर्न, त्यस्तै जनताको माग सम्बोधन गर्न, न्यूनतम लागतमा अधिकतम उपलब्धि हासिल गर्न, त्यस्तै पिछडिएको वर्गको लागि उत्थान गर्न, त्यस्तै यातायात स्वास्थ्य र सञ्चार क्षेत्रको विकास गर्न। यो के भयो त योजनाको आवश्यकताहरू भयो या महत्त्व भनौँ। स्रोत साधनहरूको अधिकतम उपयोग गर्न, समग्र देशको सन्तुलित विकास गर्न, त्यस्तै रोजगारी सृजना गरी गरिबी घटाउन, राष्ट्रिय आयमा वृद्धि गर्न, त्यस्तै आर्थिक वृद्धि गरी आर्थिक स्थिरता कायम गर्न, औद्योगिकरणको पूर्ण रूपमा विकास गर्न, जनताको माग सम्बोधन गर्न, न्यूनतम लागतमा अधिकतम उपलब्धि हासिल गर्न, त्यस्तै पिछडिएको वर्गको लागि उत्थान गर्न, यातायात स्वास्थ्य र सञ्चार क्षेत्रको विकास गर्न भयो। अन्त्यमा के भन्न सक्छौँ भने स्रोत साधनको कुशल प्रयोग गरी क्रमबद्ध रूपमा गरिने विकास कार्य मार्फत अर्थतन्त्रलाई सबल र समृद्ध बनाउन योजनाको अधिक आवश्यकता र महत्त्व रहेको छ भन्छ है। हुन्छ। अब जाउँ त्यसपछि है योजनाका प्रकारको कुरा गर्दाखेरि यो विभिन्न आधारमा विभिन्न प्रकारका हुन्छन् भन्छौँ। पहिला जान्छौँ हामी अर्थव्यवस्थाको आधारमा। अर्थव्यवस्थाको आधारमा योजना 3 प्रकारको हुन्छ भन्छौँ। एउटा पुँजीवादी योजना, अर्को समाजवादी योजना, अर्को मिश्रित योजना भन्छौँ। अर्थव्यवस्थाको आधारमा कति प्रकारको भयो त 3 प्रकारको भयो योजना। एउटा पुँजीवादी, अर्को समाजवादी र अर्को के भयो दुईटैको मिश्रित। उद्देश्यको आधारमा हेर्दाखेरि 2 किसिमको हुन्छ। एउटा वित्तीय योजना, अर्को भौतिक योजना भन्छौँ। एउटा वित्तीय योजना र अर्को के त भौतिक योजना।
समय अवधिको आधारमा यो 3 प्रकारको हुन्छ भन्छौँ। एउटा अल्पकालीन तुरुन्तै ल्याउनु पर्यो है, अर्को मध्यकालीन हुन्छ र अर्को दीर्घकालीन हुन्छ भन्छौँ है। त्यसरी समय अवधिको आधारमा कति प्रकारको भयो त? 3 प्रकारको, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना भन्छौँ। स्थान विशेषको आधारमा स्थानीय योजना, प्रदेशगत योजना, राष्ट्रिय योजना भन्छौँ। स्थानीय योजना, प्रदेशगत योजना, राष्ट्रिय योजना भन्छौँ है। प्राथमिकताका आधारमा योजना 3 किसिमको हुन्छ, P1 योजना, P2 योजना, P3 योजना भन्छौँ। P1 भनेपछि प्राथमिकता, भनौँ न सबभन्दा पहिला के काम गर्नुपर्ने हो त्यो भयो, P1 भयो। त्यसपछि दोस्रोमा P2, तेस्रोमा P3 भन्छौँ। प्राथमिकताको आधारमा यसरी प्राथमिकता क्रम निर्धारण गरिन्छ। यो भयो योजनाको प्रकारहरू भन्छौँ। अब जाउँ आवधिक योजनामा के कस्ता तत्त्वहरू रहन्छ त भनेपछि, आवधिक योजना भन्ने बित्तिकै केही समय, निश्चित समयको लागि आउँछ भने त्यसलाई के भन्छौँ हामीले? आवधिक योजना भन्छौँ। जस्तै 3 वर्षीय, 5 वर्षीय भन्छौँ नि हामीले, 10 वर्षीय, यो के हो त? आवधिक योजना भयो, केही समयको लागि आयो नि त। दीर्घकालीन सोच है, दीर्घकालीन सोचमा दीर्घकालको स्पष्ट मानचित्र बनाइन्छ भन्छौँ हैन। 3 वर्षीय होस्, 5 वर्षीय होस् भन्छौँ, त्यसको लागि दीर्घकालको स्पष्ट भनौँ न मानचित्र बनाइने। त्यसमा उद्देश्य भनेपछि दीर्घकालीन सोचलाई भनौँ न सहयोग गर्ने गरी उद्देश्य निर्धारण गरिन्छ। त्यसपछि लक्ष्य, उद्देश्यलाई लक्ष्यमा निर्धारण गर्ने है। त्यसपछि प्राथमिकता हुन्छ, कुन क्षेत्रलाई बढी जोड दिनु हो स्पष्ट छुट्याइने भन्छौँ। बढी जोड दिनलाई पहिलो प्राथमिकतामा राख्नु पर्यो भन्छौँ। त्यसरी रणनीति भन्छौँ, उद्देश्य र लक्ष्य हासिल गर्नको निमित्त कुन चाहिँ तरिका वा पद्धति अपनाउने हो सो निर्धारण गर्ने के भयो त? रणनीति भयो भन्छौँ। त्यस्तै नीति, रणनीति कार्यान्वयन गर्नका निम्ति नीतिहरू निर्माण गरिने भन्छौँ। र कार्यनीति भन्छौँ, नीति कार्यान्वयनका लागि बनाइएको कार्ययोजना भन्छौँ है। कार्यनीति भयो। नतिजा खाका भनेको उपलब्धिका सूचकहरू समेतको खाका के हो त? नतिजा खाका हो भन्छौँ। उपलब्धिका सूचकहरू समेतको खाका के हो त? नतिजा खाका हो। र लास्टमा नतिजामूलक अनुगमन र मूल्याङ्कन राखिन्छ भन्छौँ। यो आवधिक योजनामा समावेश भएका तत्त्वहरू हुन् है। अत हामीले के भन्न सक्छौँ भनेपछि, आवधिक योजना एक निश्चित अवधिमा निश्चित उद्देश्य एवं लक्ष्य प्राप्त गर्ने साधन भएको हुँदा उल्लेखित तत्त्वहरू अन्तर्निहित रहेका छन् भन्छौँ है। आवधिक योजनामा उल्लेखित तत्त्वहरू के छन् त? अन्तर्निहित रहेका छन्। ती तत्त्वहरूमा के भयो त? दीर्घकालीन सोच भयो, उद्देश्य भयो, लक्ष्य भयो, प्राथमिकता भयो, रणनीति भयो, नीति भयो, कार्यनीति भयो, नतिजा खाका, नतिजामूलक अनुगमन र मूल्याङ्कन भयो। योजना तर्जुमाका आधारहरूतर्फ जाउँ। योजना तर्जुमाको आधारहरूको कुरा गर्दाखेरि सबभन्दा पहिले त संविधान भन्छौँ। वर्तमान संविधानमा भएका व्यवस्थाहरू जस्तै कि मूल राज्यका दायित्व हुन्छ, निर्देशक सिद्धान्त होला, नीति होला धारा 51मा, त्यो के भयो त? योजना तर्जुमाको मुख्य आधारको रूपमा यसले लिइन्छ भन्छौँ। त्यसपछि निर्वाचित राजनीतिक दलका घोषणा पत्रहरू, राजनीतिक दलले केही घोषणाहरू अगाडि बढाएका हुन्छन् है। यो चुनाव जितिसकेपछि यो कार्य गर्ने भनेर त्यो आफ्नो घोषणापत्रमा लेखिएका हुन्छन्। त्यो निर्वाचित राजनीतिक दलका के भयो त? घोषणापत्रहरू। सरकारका न्यूनतम साझा कार्यक्रम, सरकारका न्यूनतम साझा कार्यक्रम वा प्रतिज्ञा र प्रतिबद्धताहरू भन्छौँ। सरकारका न्यूनतम साझा कार्यक्रम वा प्रतिज्ञा र प्रतिबद्धताहरू। त्यसपछि देशको सामाजिक राजनीतिक आर्थिक अवस्था भन्छौँ। देशको सामाजिक राजनीतिक आर्थिक अवस्था कस्तो छ त्यही आधारले के गरिन्छ त? योजना तर्जुमा गरिन्छ भन्छौँ। अर्को जनताको चाहना, माग र आवश्यकता। जनताको के चाहना हो? पुल बनाउनु छ कि रोड बनाउनु छ कि त्यहाँ हैन, त्यो जनताको चाहना, माग र आवश्यकतालाई पनि लिन सकिन्छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धताहरू, नेपाल सरकारले अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धताहरू। आन्तरिक स्रोत साधनको परिचालनको अवस्था कस्तो छ? वैदेशिक स्रोत लगानी, दात्री राष्ट्र र निकायको प्राथमिकता र प्रभाव, त्यसलाई पनि लिन सकिन्छ। त्यस्तै अर्को भनेपछि विगतको योजनाको प्रभाव र अनुभव के छ भनेपछि त्यसलाई पनि समावेश गरिन्छ। योजनाको कार्यान्वयन क्षमता के हो है, यी कुराहरू। त्यस्तै विभिन्न निकायबाट भनौँ न प्राप्त तथ्याङ्क हुन्छ, सूचना र प्रतिवेदनहरू हुन्छ, त्यसलाई पनि के गरिन्छ त? आधार लिइन्छ भन्छौँ है। के भयो त? संविधानमा भएका व्यवस्थाहरू, मूलत राज्यका दायित्व, निर्देशक सिद्धान्त र नीतिहरू भयो, निर्वाचित राजनैतिक दलका घोषणापत्रहरू, सरकारका न्यूनतम साझा कार्यक्रम वा प्रतिज्ञा र प्रतिबद्धताहरू, देशको सामाजिक राजनीतिक आर्थिक अवस्था कस्तो छ, जनताको चाहना र माग र आवश्यकता, नेपाल सरकारले अन्तर्राष्ट्रिय रूपमा गरेका केही प्रतिबद्धताहरू जनाएका हुन्छन्, त्यसलाई लिन सकिन्छ। आन्तरिक स्रोत साधनको परिचालनको अवस्था कस्तो छ त्यसलाई पनि लिन्छ। वैदेशिक स्रोतको लगानी,
दात्री राष्ट्र र निकायको प्राथमिकता र प्रभाव, विगतको योजनाको प्रभाव र अनुभव, योजना कार्यान्वयन क्षमता, विभिन्न निकायबाट प्राप्त तथ्याङ्क, सूचना र प्रतिवेदनहरूलाई पनि लिन सकिन्छ। अब आवधिक योजना तर्जुमाका भनौँ न ढाँचा चक्र कस्तो हो त? जस्तै कि सबभन्दा पहिले चालु योजनाको समीक्षा गरिन्छ भन्छौँ। जुन समीक्षा गर्दाखेरि जुन जस्तै कि 5 वर्षको छ भने 4 वर्ष पुगेपछि तपाईँको समीक्षा गर्ने भन्छौँ, त्यसले रिभ्यू एन्ड इभ्यालुएसन भन्छौँ। बुझ्नुभयो? 5 वर्षको योजना छ भने तपाईँको 4 वर्षमा के गरिन्छ, त्यसलाई समीक्षा गरिन्छ। त्यो समीक्षा गरिसकेपछि अवधारणा पत्र तयारी भन्छौँ, कन्सेप्ट प्रिपेरेसन गरिन्छ, अवधारणा पत्रको तयारी गरिन्छ। त्यसपछि आएर आधार पत्रको मस्यौदा गरिन्छ, एउटा एप्रोच भन्छौँ नि हामीले, ड्राफ्ट भन्छौँ, त्यो गरिन्छ। त्यसपछि आएर आधार पत्रको अनुमोदन गरिन्छ, एप्रुभल अफ एप्रोच पेपर भन्छौँ, त्यो आधार पत्रको अनुमोदन गरिन्छ। र त्यसपछि डिटेल प्लान गरिन्छ, बनाइन्छ, विस्तृत योजना भन्छौँ नि हामीले, त्यो तयार गरिन्छ भन्छौँ। र त्यसपछि योजनाको कार्यान्वयन हुन्छ। यसरी योजना कार्यान्वयन भइसकेपछि फेरि तपाईँको के हुन्छ भने चालु योजनाको समीक्षा गरिन्छ, फेरि अवधारणा पत्रको तयारी, मस्यौदा, आधार पत्रको मस्यौदा, आधार पत्रको अनुमोदन गरिन्छ, फेरि डिटेल प्लान विस्तृत योजना तयार गरिन्छ, र फेरि योजना कार्यान्वयनलाई। यो के हो त? एउटा चक्र भयो, ढाँचा भयो भन्छौँ है। त्यसरी अब जाउँ योजना तर्जुमाका चरणहरू भन्छौँ है। योजना तर्जुमाका चरणमा यसलाई 2 चरणमा बाँडेर अध्ययन गर्न सकिन्छ भन्छौँ सजिलोका लागि। पहिलो चरण भनेपछि आधार पत्र तयार भन्छौँ, वा आधार पत्रको तयारी भन्छौँ। यो प्रथम चरणमा लिन सकिन्छ। यस चरणमा के गरिन्छ भनेपछि अवस्थाको विश्लेषण गर्ने गरिन्छ भन्छौँ। कस्तो अवस्था छ त्यसको विश्लेषण गर्ने गरिन्छ। त्यसपछि चालु योजनाको मध्यावधि समीक्षा गर्ने भन्छौँ। मध्यावधि समीक्षा गरिसकेपछि यो भनौँ न योजना सम्पन्न हुन 1 वर्ष बाँकीको अवधिमा यो समीक्षा गरिन्छ भन्छौँ। यो समीक्षा गरिसकेपछि विभिन्न क्षेत्रगत विषयगत भनौँ न यो सूचना तथ्याङ्कहरू सङ्कलन गरिन्छ है, डाटाहरू। त्यसपछि एनपिसीबाट भनेको राष्ट्रिय योजना आयोगबाट आगामी योजनाको आधार पत्रको मस्यौदा तयारी गर्ने गरिन्छ भन्छौँ। त्यसपछि सान्दर्भिक सुझावहरूलाई आधार पत्रमा समेट्ने कार्य गरिन्छ र फेरि एनपिसीको बैठकबाट स्वीकृत गर्ने भन्छौँ। राष्ट्रिय योजना आयोगको बैठकबाट के गरिन्छ, त्यसलाई स्वीकृत गरिन्छ भन्छौँ। सो आधार पत्रलाई राष्ट्रिय विकास परिषदको बैठकमा पेश, सुझाव ग्रहण र परिमार्जन गर्ने गरिन्छ र मन्त्री परिषदबाट अन्तिम आधार पत्र स्वीकृत भए के हुन्छ भनेपछि प्रकाशन हुन्छ भन्छौँ। यो भयो प्रथम चरणको कुरा भयो भन्छौँ है। प्रथम चरणमा के भयो त? आधार पत्र तयारमा जस्तै कि अवस्थाको विश्लेषण गर्ने, चालु योजनाको मध्यावधि समीक्षा गर्ने, विभिन्न क्षेत्रगत विषयगत सूचना तथ्याङ्क सङ्कलन गर्ने, एनपिसीबाट आगामी योजनाको आधार पत्रको मस्यौदा तयारी गर्ने, सान्दर्भिक सुझावहरूलाई आधार पत्रमा समेट्ने, एनपिसीको बैठकबाट स्वीकृत गर्ने, सो आधार पत्रलाई राष्ट्रिय विकास परिषदको बैठकमा पेश, सुझाव ग्रहण र परिमार्जन गर्ने, मन्त्री परिषदबाट अन्तिम आधार पत्र स्वीकृत भई प्रकाशन हुने हुन्छ। त्यसपछि दोस्रो चरण भन्छौँ विस्तृत दस्तावेज तयार भन्छौँ। विस्तृत दस्तावेज तयार आधार पत्रको आधारमा एनपिसीले योजनाको विस्तृत दस्तावेजको तयार गर्ने भन्छौँ। आधार पत्रको आधारमा एनपिसीले योजनाको विस्तृत दस्तावेजको तयार गर्ने। त्यसपछि आवश्यकता अनुसार सरकारवालासँग छलफल गरी राय सुझाव सङ्कलन गर्ने र विस्तृत दस्तावेजको अन्तिम मस्यौदा निर्देशक समितिको एनपिसीको पूर्ण बैठकबाट के गर्ने त पेश हुँदै त्यसपछि मन्त्री परिषदबाट के गर्ने, स्वीकृत गर्ने र त्यहाँबाट स्वीकृत भइसकेपछि त्यो प्रकाशन गर्ने भन्छौँ। यसरी के भयो त? यो दोस्रो चरण भनेपछि पुरा भयो भन्छौँ। विस्तृत दस्तावेज तयार भएपछि आधार पत्रको आधारमा के गर्ने त एनपिसीले योजनाको विस्तृत दस्तावेजको तयार गर्ने भन्छौँ। त आवश्यकता अनुसार त्यसलाई के गर्ने त सरकारवालाहरूसँग छलफल गरी राय सुझावहरू सङ्कलन गर्ने र विस्तृत दस्तावेजको अन्तिम मस्यौदा भनौँ न निर्देशक समिति एनपिसीको पूर्ण बैठकमा पेश हुँदै मन्त्री परिषदबाट त्यसलाई के गर्ने त स्वीकृत गर्ने र स्वीकृत भइसकेपछि त्यो प्रकाशन गर्ने भन्छौँ है। यो भयो योजना तर्जुमाका चरण भयो। अब जाउँ नेपालमा योजना विकासका के अवसरहरू छ त? के अवसर छ त है? अवसरको कुरा गर्दाखेरि सबभन्दा पहिले हामी भन्छौँ दिगो विकास लक्ष्य छ नि त। दिगो विकास लक्ष्य भनेपछि सन् 2016 देखि 2030 सम्म भनेपछि 15 वर्षका लागि आइएको हो। त्यो मोडललाई आत्मसात गरिएको भन्छौँ। दिगो विकासमा आधारित मोडेल आत्मसात गरिएको छ। त्यस्तै देशलाई संघीयतामा रूपान्तरण गरिएको अवस्था छ भन्छौँ। देशलाई संघीयतामा रूपान्तरण गरिएको अवस्था छ। निजी क्षेत्रको सक्रियता बढ्दै गएको अवस्था छ भन्छौँ। निजी क्षेत्रको सक्रियता बढ्दै गएको अवस्था छ। त्यस्तै पिपिपी मोडेल भन्छौँ, साझेदारीको कुरालाई आत्मसात गरेको छ भन्छौँ। पिपिपी 3वटा पी भन्छ नि, त्यो मोडेललाई आत्मसात गरेको छ।
जनचेतना र शिक्षाको अवस्था बढ्दै गएको छ भन्छौँ। त्यस है कुल जनसङ्ख्यामा आर्थिक रूपले सक्रिय जनसङ्ख्याको अनुपात बढ्दै गएको छ, जसले गर्दाखेरि सक्रिय जनसङ्ख्याबाट लाभ लिन सकिने सम्भावना पनि एकदमै बढी छ। गैर आवासीय नेपाली लगायत मुलुकबाट नेपाल भनौँ न मुलुकबाट वैदेशिक लगानी क्रमशः आकर्षित भइरहेको छ भन्छौँ। तिनीहरूले गैर आवासीय नेपाली भनौँ न वर्तमान संविधानमा गैर आवासीय नेपाली नागरिकताको पनि व्यवस्था गरिएको छ, जस कारणले गर्दाखेरि उनीहरूले पनि नेपालमा विभिन्न धार्मिक सांस्कृतिक कुराहरूमा यो भनौँ न यो क्रमशः लगानी गर्ने देखियो वातावरण रहेको छ। अब जाउँ अर्को, प्राकृतिक स्रोतहरूको बुद्धिमत्तापूर्ण उपयोगबाट समृद्धि हासिल गर्न सक्ने प्रशस्त सम्भावना छ भन्छौँ। वैदेशिक रोजगारीबाट नेपालमा ज्ञान प्रविधि र पुँजी परिचालन गर्न थप अवसर प्राप्त भएको छ भन्छौँ। यो भयो नेपालमा योजना विकासका अवसरहरू भन्छौँ। अब जान्छौँ 16औं योजना है। 16औं योजनाको सोच के हो त भन्दा पनि सुशासन, सामाजिक न्याय र समृद्धि भन्छौँ। सुशासन, सु भनेको राम्रो असल, शासन भन्छौँ हामीले, त्यसरी सुशासन भन्छौँ। यो सुशासन, सामाजिक न्याय र समृद्धि छ। किन राखियो भनेपछि 15औं योजनामा तपाईँको सुशासन एकदमै कम भनौँ न, ल एकदम न्यून प्रगति भन्छौँ हामीले, त्यसकारण सुशासनलाई अगाडि राखेको छ। सुशासन, सामाजिक न्याय र समृद्धि, त्यसरी सोच भनौँ वा नारा भनौँ 16औं योजनाको रहेको छ। अब उद्देश्यको कुरा गर्दाखेरि आम नागरिकले आफ्नो जीवनमा अनुभूत गर्न सक्ने विकास र सुशासन हासिल गर्नु 16औं योजनाको मूल उद्देश्य हो भन्छौँ। यसका लागि योजनाले तय गरेको सोच बमोजिम क्षेत्रगत रूपमा योजनाको प्रमुख उद्देश्यहरूलाई द्याए बमोजिम उल्लेख गरेका छन् है। अब जसरी सुशासन, सामाजिक न्याय र समृद्धि तीनवटा कुरा छ, यसको तीनवटा उद्देश्य पनि छ। सुशासनको लागि जस्तै कि राजनीतिक, प्रशासनिक, न्यायिक, निजी तथा गैर सरकारी क्षेत्रमा सुशासन कायम गर्नु भनेपछि सुशासनको भयो एउटा भयो। अर्को सामाजिक न्याय सम्बन्धी हेर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी, आवास, सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहमा सामाजिक न्याय स्थापित गर्नु भनेपछि सामाजिक न्यायको कुरा आयो। त्यसपछि अर्को मानवीय जीवन र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु भनेपछि जम्मा कतिवटा छ त, तीनवटा उद्देश्य रहेको छ भन्छौँ। अब समष्टिगत रणनीतितर्फ जाउँ। समष्टिगत रणनीतिको कुरा गर्दाखेरि अर्थतन्त्रको संरचनागत रूपान्तरण मार्फत द्रुत विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै 16औं योजनाले अवलम्बन गर्ने मुख्य रणनीति हो भन्छौँ। अर्थतन्त्रको संरचनागत रूपान्तरण मार्फत द्रुत विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै 16औं योजनाले अवलम्बन गर्ने मुख्य रणनीति हो भन्छौँ। यस क्रममा संरचनागत रूपान्तरणका लागि पहिचान गरिएका क्षेत्रमा अवलम्बन गरिने समष्टिगत रणनीति निम्नानुसार रहेका छन् भन्छौँ। पहिलो रणनीति हामीले हेर्दाखेरि विकासका सबै क्षेत्र तथा आयाममा देखिएका संरचनागत अवरोधहरूको पहिचान, सम्बोधन र निराकरण गर्दै उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने रहेको छ। दोस्रो कुरा हामीले हेर्दाखेरि सङ्घ, प्रदेश र स्थानीय तीनै तह तथा सरकारी, निजी, सहकारी र गैर सरकारी क्षेत्र एवं विकास साझेदार बीचको अन्तर सम्बन्ध र कार्यात्मक क्षमतालाई मजबुत तुल्याउँदै दिगो विकास योजना कार्यान्वयन गर्ने भएको छ। तीन भने विकासका सबै क्षेत्र तथा आयाममा लैङ्गिक मूल प्रवाहीकरण, आधुनिक प्रविधिको प्रयोग, वातावरण संरक्षण र विपद जोखिम न्यूनीकरणलाई आन्तरिकीकरण गर्ने भनेछ। त्यसपछि चौथो भनेपछि अध्ययन, अनुसन्धान तथा तथ्य र प्रमाणमा आधारित नीति निर्माण एवं विकासका कार्यक्रम कार्यान्वयन गर्ने जम्मा कतिवटा त 4वटा रणनीति रहेको छ भन्छौँ। तर मेन भनेको यो अर्थतन्त्रको संरचनागत रूपान्तरण मार्फत द्रुत विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्नु नै 16औं योजनाले अवलम्बन गरेको मुख्य रणनीति हुन्छ। द्रुत विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्नु भनेर ख्याल राख्नु होला। अब जाउँ त्यसपछि संरचनागत रूपान्तरणका प्रमुख क्षेत्र भन्छौँ। 16औं योजनाको संरचनागत रूपान्तरणका प्रमुख क्षेत्रको रूपमा हामीले हेर्दाखेरि पहिलो आउँछ समष्टिगत आर्थिक आधारहरूको सबलीकरण र उच्च आर्थिक वृद्धि भन्छौँ। त्यस्तै दोस्रो उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि भन्छौँ। तेस्रो उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षा। चौथो भन्नुहुन्छ भने स्वास्थ्य, शिक्षित र सिपयुक्त मानव पुँजी निर्माण। पाँचौं गुणस्तरीय भौतिक पूर्वाधार विकास एवं सघन अन्तरबद्धता। 6 नम्बरमा छ योजनाबद्ध, दिगो र उत्पादनशील सहरीकरण तथा बस्ती विकास। 7औं छ लैङ्गिक समानता, सामाजिक न्याय तथा समावेशी समाज। 8औं छ प्रादेशिक तथा
स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास। 9 छ गरिबी तथा असमानता न्यूनीकरण र समतामूलक समाज निर्माण। 10 छ प्रभावकारी वित्त व्यवस्थापन तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि। 11 छ शासकीय सुधार तथा सुशासन प्रवर्धन। 12 छ जैविक विविधता, जलवायु परिवर्तन र हरित अर्थतन्त्र। र 13 छ अति कम विकसित मुलुकबाट सहज स्तरोन्नति तथा दिगो विकास लक्ष्य कार्यान्वयन। भनेपछि जम्मा कतिवटा त 13वटा भयो। संरचनागत रूपान्तरणका प्रमुख क्षेत्र रहेको छ भन्छौँ यो 16 योजनाको है। दीर्घकालीन सोच जुन 2100 सम्मको रहेको छ। दीर्घकालीन सोच है यो 25 वर्षे छ भन्छौँ। 5वटा योजनालाई समावेश गरिएको छ यसमा। दीर्घकालीन सोच 2100 मा भनेपछि दीर्घकालीन विकास रणनीतिको माध्यमबाट सबै प्रकारका विभेद भनौँ, बहिष्करण एवं वञ्चितीकरणका अवशेष र विकासका अवरोध समाप्त गरी समाजवाद उन्मुख समृद्ध अर्थव्यवस्था निर्माण गर्न र संविधानले अंगीकार गरेका विकास केन्द्रित सोचलाई आर्थिक योजनामा आन्तरिकीकरण गर्न नेपाल सरकारले 25 वर्षे दीर्घकालीन सोच अनुरूप जुन 2075-76 देखि भनौँ 2021 भनौँ 1 सम्म अगाडि सारेको छ। दीर्घकालीन सोच अनुरूप यस अवधिमा 15 देखि 19 योजना समेत गरी 5वटा आर्थिक योजना कार्यान्वयन गरिनेछ भन्छौँ। दीर्घकालीन सोचमा हेर्नुहुन्छ भने यो नारा भनौँ दीर्घकालीन सोच वा नारा समृद्ध नेपाल सुखी नेपाली रहेको छ। समृद्ध नेपाल सुखी नेपाली रहेको छ। समुन्नत स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र सहितको समान अवसर प्राप्त स्वस्थ शिक्षित मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुक भनेको छ है। अर्को जाउँ दीर्घकालीन राष्ट्रिय लक्ष्य। दीर्घकालीन राष्ट्रिय लक्ष्यलाई 2 भागमा बाँडेर अध्ययन गर्न सकिन्छ। यसलाई समृद्धि र अर्को सुखतर्फ जम्मा 10वटा लक्ष्य रहेका छन्। समृद्धितर्फ हेर्दाखेरि एकमा छ सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तराबद्धता। 2 मा छ मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग। 3 मा छ उच्च र दिगो उत्पादन तथा उत्पादकत्व। 4 मा छ उच्च र समतामूलक राष्ट्रिय आय। यो समृद्धितर्फ भयो। भने सुखतर्फ रहेको छ परिष्कृत तथा मर्यादित जीवन, सुरक्षित सभ्य र न्यायपूर्ण समाज। 3 मा छ स्वस्थ र सन्तुलित पर्यावरण। 4 मा छ सुशासन। 5 मा सबल लोकतन्त्र र 6 मा छ राष्ट्रिय एकता सुरक्षा र सम्मान भन्छौँ। यो दीर्घकालीन राष्ट्रिय लक्ष्य रहेको छ। समृद्धितर्फ 4वटा र सुखतर्फ कतिवटा भयो त 6वटा रहेको छ है। योजनाबद्ध विकास करिब 7 दशक भइसक्यो है। त्यसको उपलब्धि के छ, समीक्षा के छ भने त्यो सम्बन्धमा हामीले जान्यौँ है। योजनाबद्ध विकासको प्रयासको करिब 7 दशक पुगेको छ। यस समयमा सामाजिक क्षेत्रमा रूपान्तरणकारी पूर्वाधारको क्षेत्रमा अनुभूति योग्य र आर्थिक क्षेत्रमा न्यून प्रगति भएको देखिन्छ। पूर्वाधारको क्षेत्रमा अनुभूति योग्य छ र आर्थिक क्षेत्रमा न्यून प्रगति भएको देखिन्छ। समग्रमा हालसम्मको प्रगति समीक्षा हेरौँ है। त सबभन्दा पहिले आर्थिक विकासतर्फ हेरौँ। आर्थिक विकासतर्फ हेर्दाखेरि पर्यटन तथा ऊर्जा क्षेत्रमा सकारात्मक परिणामहरू देखिएका छन्। पर्यटन तथा ऊर्जा क्षेत्रमा सकारात्मक परिणामहरू देखिएका छन् भने प्रति व्यक्ति आय, कुल ग्राहक उत्पादन, लगानी लगायतका क्षेत्रमा क्रमशः वृद्धि हुँदै गएको छ। जस्तै हालको प्रति व्यक्ति आय भन्नुहुन्छ भने 1500 कता हैन 17 अमेरिकी डलर रहेको छ। त्यस्तै आर्थिक सामाजिक तथा पर्यावरणीय सूचकको सकारात्मक वृद्धिको परिणामस्वरूप मुलुक अति कम विकसित भनौँ न देशको सूचीबाट स्तरोन्नति हुँदैछ भन्छ। त भनौँ न यद्यपि मनस्व आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा आवश्यकता र सम्भावनाको तुलनामा न्यून प्रगति भएको छ। व्यापार घाटा के छ त उच्च छ भन्छ। त्यस्तै अर्को सामाजिक विकासतर्फको कुरा गर्दाखेरि सामाजिक क्षेत्रमा विशेष गरी महिला सहभागिता तथा सशक्तिकरण एवं सामाजिक समावेशीकरण र स्वास्थ्य सेवाको विस्तारमा सकारात्मक प्रगति भएको छ है। त्यस्तै कुल साक्षरता र भर्ना दरमा उल्लेख्य उपलब्धि हासिल भएको छ। त्यस्तै निजामती सेवामा महिलाको सहभागिता 27.7% पुगेको छ। तथापि सामाजिक भनौँ न असमानता, विभेद, शोषण जस्ता पक्षमा सुधारका ठोस कदम चाल्न आवश्यक देखिन्छ भन्छ। पूर्वाधार विकासतर्फ हेर्दाखेरि आधारभूत खानेपानी तथा सरसफाई सेवा अधिकांश घर परिवारमा पुगेको छ। कुल 96.7% घर परिवारमा विद्युतको पहुँच यो त पहिला भयो। हाल हेर्नुहुन्छ भने 99% पुगेको छ। मुलुकको लगभग सबै क्षेत्र सडक यातायात र सञ्चारको सञ्जालमा आबद्ध भएका छन्। तथापि पूर्वाधार विकासमा उल्लेख्य प्रगति देखिए तापनि पूर्वाधारको गुणस्तरमा अझै सुधारको आवश्यकता देखिन्छ भन्छ।
त्यसपछि पर्यावरणीय विकासतर्फ हेर्दाखेरि वन क्षेत्र नेपालको भूगोलको भनौँ न 26%बाट 45.31%, अहिले त 46.08% पुगेको छ भन्छौँ। अहिले हाल कति छ? 46.08% पुगेको छ। त्यस्तै राष्ट्रिय बजेटमा आर्थिक वर्ष 2068-69देखि राष्ट्रिय बजेटमा जलवायु सङ्केतको अभ्यास हुँदै आएको र स्थायी प्रदेशगत तहमा विस्तार गरिएको छ। तथापि वन पैदावारको समुचित उपयोग गर्न सकिएको छैन। जलवायु कोषहरूमा पहुँच अझै न्यून छ भन्छौँ। शासकीय सुधार तथा सुशासनतर्फ हेर्दाखेरि सङ्घीय शासन प्रणालीको अवलम्बन पश्चात तीनै तहका सरकारले पहिलो गरी दोस्रो कार्यकाल पुरा गरी दोस्रो कार्यकाल पुरा गरी दोस्रो कार्यकालमा प्रवेश गरेका छन्। यसबाट लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ भन्छौँ। सार्वजनिक निकाय राजनीतिक रूपमा समावेशी हुँदै गएको छ। तहगत सरकारबीच नीतिगत, कानुनी र संरचनागत प्रयास मार्फत समन्वय र सहकार्यको प्रयास गरिएको छ भन्छौँ। तथापि भन्दाखेरि विधिको शासन, सरकारको प्रभावकारिता, भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थायित्व लगायतका सूचकहरूमा भएको सुधार पनि अपेक्षाकृत देखिँदैन भन्छ। दीर्घकालीन सोच 21 अन्तर्गत पहिलो 5 वर्ष समृद्धिको आधार सिर्जना गर्ने लक्ष्यका साथ कार्यान्वयनमा ल्याइएको 15 योजनाको नतिजा मिश्रित रहेको छ भन्छौँ। मूलतः 14 योजनाले तयार गरेको उच्च आर्थिक वृद्धिको आधार, सङ्घीयता कार्यान्वयनको सुरुवात, राजनीतिक स्थिरताको पृष्ठभूमिमा निर्माण भएको यस योजनाको कार्यान्वयन समीक्षा रहेको छ भन्छौँ। आर्थिक वृद्धि 9.6% हासिल गर्ने लक्ष्य लिएकोमा 3.5% हासिल भएको छ भन्छौँ। त्यस्तै प्रति व्यक्ति आय 1595 अमेरिकी डलर पुग्ने अनुमान गरेकोमा 1456 पुगेको छ भन्छौँ। त्यस्तै कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गए पनि उत्पादनमूलक उद्योगको योगदान बढ्न सकेको छैन भन्छौँ। यो भने 15 योजनाको समीक्षाको कुरा गर्दाखेरि हामीले यो मिश्रित नतिजा पाएको छ भन्छौँ। यसमा आर्थिक वृद्धि 9.6% हासिल गर्ने लक्ष्य लिएकोमा 3.5, प्रति व्यक्ति आय 1595 अमेरिकी डलर पुग्ने अनुमान गरेकोमा 1456 है। त्यसपछि कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गए पनि उत्पादनमूलक उद्योगको योगदान बढ्न सकेको छैन भन्छौँ। त्यस्तै वैदेशिक लगानीलाई एउटा आधारको रूपमा अगाडि बढाउन खोजिएको भए तापनि 15 योजना अवधिमा सोनरूप वैदेशिक लगानी आउन सकेन। जीडीपीसँग वैदेशिक लगानीको अनुपात 3% लक्ष्य रहेकोमा सो 0.2% हासिल भएको देखिन्छ। योजना अवधिमा साक्षरता, लैङ्गिक समानता र समावेशिता, औसत आय जस्ता क्षेत्रमा समेत केही सुधार भएको देखिन्छ। योजनाको अन्तिम वर्ष अब 2080-81 आइपुग्दा जलविद्युत उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाह तथा विदेशी विनिमय सञ्चित वृद्धि हुँदै गएको छ र कोभिड-19 महामारी नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधारमा उल्लेखनीय लगानी बढाउँदा स्वास्थ्य सेवा प्रवाहको क्षमता वृद्धि हुन सक्यो भन्छौँ। 15 योजनाको पहिलो वर्षमा नै कोभिड-19 महामारीले आर्थिक सामाजिक अवस्थामा गम्भीर असर परेकोले गरिबीमा वृद्धि भएको देखिन्छ। 18.7 लक्ष्य रहेकोमा 20.3% पुगेको छ भन्छौँ है, झन् बढेको छ। विकास योजनामा देखिएका समस्याहरू के हुन् त? जस्तै योजना तर्जुमा गर्दा लाभ लागतको विश्लेषण नगरिनु भन्छौँ। यो त के हो त? समस्या भन्छौँ। योजना तर्जुमा गर्दा लाभ लागतको विश्लेषणै गर्दैन। दोस्रो कुरा, सरकारवालाहरूसँग छलफल नगरिनु। सरकारवालाहरूसँग छलफल गर्नुपर्ने हो है, तिनीहरूसँग छलफल नगरिनु भन्छौँ। योजनाहरू ब्ल्याक बक्स मेथडबाट तर्जुमा हुनु भन्छौँ। जुन प्रोसेसबाट आयोजना ब्याङ्कबाट आउनुपर्ने हो त्यो प्रोसेसबाट आउँदैन, डाइरेक्ट इन्ट्री हुन्छ। त्यसकारण योजनाहरू ब्ल्याक बक्स मेथडबाट तर्जुमा हुनु भन्छौँ। खण्डकृत तथ्याङ्कको अभावले गर्दा योजना तर्जुमा नै फितलो भन्नु भन्छौँ। खण्डकृत तथ्याङ्कको अभावले गर्दा योजना तर्जुमा नै के छ त? फितलो भन्नु भन्छौँ। रणनीतिको बारम्बार परिवर्तनले योजनाको दिशा नै परिवर्तन हुनु भन्छ। रणनीतिको बारम्बार परिवर्तनले योजनाको दिशा नै परिवर्तन हुनु। प्राथमिकताहरू आर्थिक दृष्टिले विश्लेषण नगरी राखिनु भन्छौँ। प्राथमिकताहरू जुन हुन्छ नि, जुन पियोनमा पहिलो प्राथमिकता राख्नुपर्ने त्यसलाई दोस्रोमा राखिदिन्छ, दोस्रोमा राख्नुपर्ने पहिलोमा राखिदिन्छ। त्यसकारण यो प्राथमिकताहरू आर्थिक दृष्टिले विश्लेषण नगरी राख्ने गर्दछन् भन्छौँ। आवश्यकता वा प्राथमिकता भन्दा दात्री निकायको प्रभावमा सप्लाई बेस योजनाहरू छनौट हुनु भन्छौँ। दात्री निकायको प्रभावमा परे के हुन्छ त? सप्लाई बेस योजनाहरू छनौट हुन्छ भन्छौँ। योजना कार्यान्वयनका लागि पर्याप्त स्रोत साधनको अभाव हुनु है, त्यो अनुसारको स्रोत साधन हुँदैन, स्रोत साधनको अभाव हुनु भन्छौँ।
त्यस्तै योजना कार्यान्वयनमा विषयगत तथा कार्यगत समन्वय कायम गर्न नसकिनु यो के भयो समस्याहरू। त्यस्तै योजनाहरू परम्परागत शैलीको प्रक्रियामुखी कर्मचारी तन्त्रबाट कार्यान्वयन हुनु भन्छौँ। परम्परागत है अहिले आधुनिकतर्फ नजानु भन्छ नि त त्यो भयो। अर्को कुरा आबको अन्त्यमा काम गर्ने प्रवृत्ति भन्छौँ। आब भनेपछि आर्थिक वर्ष भन्छौँ, त्योको अन्त्यमा लास्टमा गएर एकदम भट्टाभट काम गर्ने प्रवृत्ति रहेको देखिन्छ। कमजोर अनुगमन र मूल्याङ्कन प्रणाली छ भन्छौँ है। अब कसरी कमजोर भयो भन्छ भने त्यसमा वस्तुनिष्ठ मूल्याङ्कन भनौँ न, अनुगमन र मूल्याङ्कनका सूचकहरू निर्धारण गरिँदैन। यसकारण स्पेसलिस्टहरूभन्दा जेनरलिस्टहरूबाट अनुगमन तथा मूल्याङ्कन गरिन्छ हैन। जस्तै कि सडक निर्माणको अनुगमन नाङ्गो आँखाले गर्ने, ल्याब टेस्ट नगर्ने हैन प्रवृत्ति रहेको छ। रिफर्मभन्दा रिपोर्टमुखी अनुगमन तथा मूल्याङ्कन प्रणाली हुनु भन्छौँ। निरन्तरताभन्दा पनि सहजताको आधारमा अनुगमन तथा मूल्याङ्कन गरिनु भन्छौँ। यिनीहरू के भयो त कमजोर अनुगमन प्रणाली। त्यस्तै कमजोर अनुगमन संयन्त्रको क्षमता पनि के छ कमजोर देखिएको छ। यी के भयो त विकास योजना प्रक्रियामा देखिएका समस्याहरू भयो। अब यसलाई सुझावहरू के दिनु पर्यो भन्छौँ है। उच्च आर्थिक वृद्धि हासिल गर्दै अर्थतन्त्रमा स्वाधीन यो तुल्याउनु तर्फ जाउँ। त्यसपछि होइन ल उच्च आर्थिक वृद्धि हासिल गर्दै अर्थतन्त्रलाई स्वाधीन, सबल र दिगो तुल्याउनु पनि चुनौती रहेको देखिन्छ। सबैका लागि सधैँका लागि स्वदेशमै पर्याप्त रोजगारीका अवसर बढाई गरिबी निवारण गर्नु त्यो पनि चुनौती देखिन्छ। विप्रेषण आयलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नु। विप्रेषण जुन विदेशबाट आउँछ त्यो आयलाई के गर्ने त उत्पादनशील क्षेत्रमा लगानी गर्नु। सन् 2030 सम्म मध्यम आय भएको मुलुकको स्तरमा पुर्याउनु र सामाजिक न्यायमा आधारित समतामूलक तथा लोककल्याणकारी राज्यको रूपमा स्थापित गर्नु। सबै तहमा जवाबदेही, स्वच्छ र प्रभावकारी विकास प्रशासन कायम गर्नु। विकासका लागि दात्री निकाय लगायतबाट प्राप्त सहयोग अधिकतम सदुपयोग गर्नु। यो के हो त चुनौतीहरू भयो भन्छौँ। अब कसरी यसलाई प्रभावकारी बनाउने त विकास योजनालाई? सबभन्दा पहिले हामीले त वस्तुस्थितिको सूक्ष्म अध्ययन गरी आवश्यकताको आधारमा योजना निर्माण गर्ने भन्छौँ। योजना बैंकको अवधारणालाई यसको सिद्धान्त र मर्म अनुरूप व्यावहारिक कार्यान्वयनतर्फ जोड दिनु पर्यो। त्यस्तै राष्ट्रिय योजना आयोगलाई थिङ्क ट्याङ्कको रूपमा उपयोग र कार्यान्वयन गर्ने भन्छौँ। लक्षित वर्गको सहभागिता सुनिश्चित गरी योजना निर्माण गर्ने। योजनाका हरेक चरणहरूका लागि सबल संयन्त्र र संरचना बनाउने। स्रोत साधन र जनशक्तिको सुनिश्चित गर्ने। खण्डीकृत तथ्याङ्कको सङ्कलन र प्रशोधन गरी योजना तर्जुमा प्रक्रियामा उपयोग गरिनुपर्ने। आर्थिक योजना, वार्षिक बजेट र कार्यक्रमहरू बीच तालमेल मिलाउने हैन र दिगो विकासका लक्ष्यहरूसँग तालमेल खाने गरी के गर्ने त योजना तयार गर्ने। त्यसरी गर्न सकिन्छ। त्यस्तै योजना तर्जुमा हुने राजनीतिक हस्तक्षेपको अन्त्य गर्ने। रिजल्टको आधारमा पुरस्कार र दण्ड सजायको पनि व्यवस्था गर्नु पर्यो र नतिजामूलक अनुगमन र मूल्याङ्कन प्रणालीको विकास गर्नु पर्यो। यसरी यो विकास योजनालाई प्रभावकारी बनाउन सकिन्छ भन्छौँ। अन्त्यमा के भन्न सकिन्छ भने नेपालमा योजनाको औपचारिक सुरुवातको 7 दशक पुगे पनि योजनाले तय गरेको लक्ष्यहरू अपेक्षित रूपमा उपलब्धि हासिल हुन सकेका छैनन् भन्छौँ। यसका लागि विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै सम्बन्धित सरकारवालाहरूको प्रत्यक्ष सहभागिता र संलग्नतामा वस्तुपरक र आवश्यकतामा आधारित योजनाको तर्जुमा र कार्यान्वयन मार्फत पक्कै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार बनाउन सकिन्छ भन्छ है। हवस् त यही भइसक्यो त है। हवस् त धन्यवाद। हस्।